अब पढ्न चाहिँ त ट्यालेन्ट कतिमा आयो हो केटा अहिले? लु हेरौँ है, मेरो भूपेन भतिजको छोरा आयो है, सेन्सेर कुमार राई। स्कुल पढ्न हिँड्यो हौ केटो। के खान्छ? सेम्पू खान्छस्? के खान्छस् त अब? यो सेम्पू झ्यापझ्याप खाएर मुखबाट फिज निकाल्दैन अब? खाँदैनस्? अनि अब ठुलो बाबाको आएपछि के खान्छस् त हौ केटा? तैँले ठुलो बाबालाई आएर अघि नमस्ते गरिस्? नमस्ते गरिस्? खोइ ए भर्खर गर्दै रहेछ हौ। ज्ञानी चाहिँ फेरि यति ज्ञानी छ नि, मान्छे त हिरो छ नि। हेरौँ त यो राई केटो। आमा हो, पढ्नमा दुईजनामा सेकेन्ड हुन्छस् नि भाइ, होइन? अनि फुटबल पनि यस्तो राम्रो लुखा, फुटबल पनि यस्तो राम्रो खेल्छ, च्याप च्याप पक्रिँदै छोड्दै गर्छ, आफ्नै पोलतिर सिराउँछ। अनि होइन के गर्छस्? अगाडि पनि खेल्छस् कि पछाडि मात्रै खेल्छस्? अनि सबै भगवान्को भरमा हारे हो। अस्ति त भगवान्को भयो, तिमीहरूको राईको भगवान अर्कै हुन्छ होइन सेन्सर? कस्तो सेतो लगाएको हुन्छ कि कस्तो अरे? कस्तो हुन्छ तिमीहरूको भगवान चाहिँ? हाम्रो भन्दा फरक हुन्छ हौ। खानेकुरा हेर्दैछ हौ यसले, यस्तो हेर्दैछ। ठुलो बाबाकोमा के खाउँ गर्दैछ है। ठुलो बाबाको खानेकुरा केटाकेटीले खाने मात्रै भिन्दै दिएको छ ठुलो बाबाले। अनि हेर भूपेन, तेरो छोरो त पढ्न हिँड्यो नि। अब यो त ट्यालेन्ट पो छ त अहिले। दुईजनामा सेकेन्ड भएको छ अस्ति, होइन? अनि ले कपी त कति ल्या। तैँले अस्ति प्राइज कपी लेखेको कि नलेखेको ल्याइस्? ए लेखेको पनि दिन्छन् होइन सेकेन्ड हुनेलाई? ए ल ल ल।